सब ट्रकहरूमा चाहिँ राति लोड लिएर आएर बसेको छ है आज हो अझै बत्ती बालेर के गरेको यार म त डरमै हिँडिरहेछु रेलगेट खोलेको हो है रेलगेट खोलेको होइन अगाडि जाम पो थियो होला त ठुलो ट्रकले बिगारेको अब हिँड्नु थाहा छैन अब हिँडेको यिनीहरू सुतेर क्या हिँडेको सुतेर हिँडेको रौँ साथी हो सब अब रातभरि त कुचै बाटो कतिलाई निन्द्रा लाग्दो हो बाटोमा यसरी सुतिरहेको हुन्छ यो ट्रकमा सबमा मान्छे छ जति नै राति आयो भने पनि अब यहाँनिर चाहिँ एक्लै हिँडिरहेको महसुस चाहिँ हुँदैन यो कहाँ बसेको थियो कि अहिले एनएसटेन त फेरि यो के भन्छ बाटोमा के दुःख हुन्छ गाडीको के दुःख छ कुदेकै हाइवे त डरलाग्दो हुन्छ कति चाहिँ अब भर्खरै गाडी स्टार्ट गरेर चालु गर्दैछ होइन एनएसएनमा चाहिँ दिन रात गाडी हुन्छ अब एनएस10मा चाहिँ आयो है फेरि एनएस10मा चाहिँ राति चाहिँ को चाहिँ बस्दो रहेछ हेरौँ अब ट्रकहरू अब बिचरा हो अहिलेको एउटा गाडी चाहिँ पास भयो योहरू सबै सुतेको नि नौसाद देऊ यो ट्रकहरूमा सुतिरहेको बिचरा जोक भएर यो ट्रकहरूमा चाहिँ अब राति चाहिँ पानी पुरा आएको छ आज हो म सिटी पुलमा छु अहिले भर्खर आएको लागेको अगाडि यहाँ पनि राखिरहेको रहेछ ट्रक हो एउटा सब सुतेको रड लोड गरेको रहेछ ट्रकले अब बिचराहरू होइन आफ्नो घर परिवार छोडेर चाहिँ आफ्नो कामको लागि चाहिँ सुतेको नि अब फटाकफुटुक गाडी भेट्दैछ यो प्यासेन्जर गाडी हो हो हेरौँ साथी हो होइन ड्राइभरको जिन्दगी चाहिँ कस्तो हुन्छ भनेर देखाएको तपाईँहरूलाई यहाँ बिचराहरू सुतिरहेको छ यसमा पनि हो अब के भन्छ हेरौँ अब कालीझोडामा आमा यहाँ त झन् पुरै रहेछ नि हो ट्रकै यो चाहिँ अब सबै चाहिँ अब बाटोमा अब निन्द्राले लागेर सुतेको हो ट्रकहरू हो साथी हो होइन उनीहरूलाई थाहा छ दुःख चाहिँ कस्तो हुन्छ भनेर एनएस10को उयसमा हेर्नु यो सबै ट्रकहरू चाहिँ आज ड्राइभरहरूलाई हौसला होस् म चाहिँ भिजिट गरेको नि अब कस्तो चाहिँ अब बिचराहरू चाहिँ सुत्दो रहेछ बस्दो रहेछ भनेर कालीझोडा हो साथी हो मलाई देख्दै हुनुहुन्छ होला होइन बत्तीमा हल्का गाडी गर्यो आमा कस्तो घर चलेर बजिहाल्यो त्यसरी थाहा हो
अघि सुरु भयो फेरि यहाँ राखेको हुन्छ गाडी एक दुईवटा यहाँ जग्गा छ नि त अलिअलि हो ऊ सब लोड गरे यता जाने गाडीहरू पनि सबै हो सिक्किम जाने गाडी पिकअपमा चाहिँ के छ त्यही त हिजो लोड लिएर आएको यिनीहरूले कि उता जान्छ अब उता जान्छ घुमाएर फर्काएर राखेको मात्रै हो फर्काएर राखेको मात्रै हो सब यता जान्छ ड्राइभरले मात्रै बुझ्छ।